प्रधानमन्त्री केपी ओलीलाई जोडेर, सम्माननीय केपी ओलीजीलाई जोडेर अनि हिलो र पानी जहाजका कुरा हामी नकारात्मकतातर्फ बेसीका छौँ। हाम्रो समाजले नकारात्मक कुरामा रमाउने, नकारात्मक कुराको बेसी चर्चा परिचर्चा गर्ने, तर सकारात्मक कुरा जे छन् त्यसको चर्चा अलिक कम हुने, यो कारणले पनि समस्या भएको भन्ने लाग्छ। जति समय बित्यो व्यवस्थापकीय कामका साथमा सरकारले चालेका जति पनि कदमहरू छन्, यो सरकारले गरेका कामहरू, ती कामहरू अब हामीले सोचे जस्तो रफ्तारमा नगए पनि अब सन्तोष मान्न लायक छन् भन्ने मैले ठान्दछु। त्यसैले हामीले श्वेत पत्रको अध्ययन गरौँ र अब हामी यो भदौको 15 गतेसम्म सबै व्यवस्थापकीय काम सकेपछि अब हामी एक्सनमा जाँदाखेरि अब त्यसको निम्ति तपाईहरुले छिट्टै नै फरक खालको अनुभव गर्ने रिजल्टहरू आउँछन्। सरकार त्यो तयारीमा छ भन्ने नि तपाईहरुलाई राख्न चाहन्छु। अब सहकारीसित जोडिएर सहकारी क्षेत्रका विकृतिहरू हामी पहिचान गर्दैछौँ। जनगुनासा के छन्, सहकारी कर्मीहरूका कुरा के छन्, अभियन्ताहरूका कुरा के छन्, त्यो पनि हामीले बुझेका छौँ र अहिलेसम्म प्रयोगमा प्र्याक्टिसमा जे चिजहरू हामीले देख्यौँ र भोगेका छौँ त्यसलाई व्यवस्थित गर्नको निम्ति सहकारी ऐन परिमार्जित हुँदैछ र सहकारी ऐन परिमार्जित गरेर अब हामी त्यो सहकारी भित्रका विकृतिहरूलाई अन्त्य गर्ने र छरिएर रहेको पुँजीहरूलाई परिचालित गर्दै व्यवस्थित गर्दै उत्पादनका क्षेत्रमा यसलाई लगाउने र समृद्धिको एउटा आधार मेरुदण्डको रूपमा सहकारीलाई विकास गर्ने हामी त्यही दिशातर्फ छौँ। त्यो निक्षेपसित रहेका समस्या समाधान गर्न पनि कानुनबाटै गर्ने हो। हामी त्यो ढङ्गले अगाडि बढ्छौँ। अब स्थानीय सरकारबाट लगाएको करको सन्दर्भमा अहिले अलिक बेसी चर्चा भइरहेको छ। हिजोको र आजको तुलनामा एकैचोटि अलिक बेसी प्रतिशतले वृद्धि भयो भन्ने जनगुनासो छ। यो विषयमा हामी छलफल गर्दैछौँ। स्थानीय सरकारहरूलाई हामीले एक ढङ्गले समन्वय गरेर तपाईहरु जनगुनासोलाई सम्बोधन गर्नुहोस्। एकैचोटि अलि उल्लेख्य प्रतिशतमा कर लगाउने कुरा त्यो जनताले राम्रो मान्दैन, यसलाई सच्याउनु पर्छ भनेर नै सरकार अगाडि बढ्छ। त्यसैले जथाभावी अब आफूलाई लाग्यो भने झ्यापझ्याप गर्ने भन्दा पनि अलिकति जनताको भावना के छ, जनताको हैसियत के छ, त्यो चिजलाई हेरेर हामी जानुपर्छ। कर त तिर्नै पर्छ, कर नतिर्न पाइँदैन, तर करको प्रतिशतलाई बेसी नबढाउने सन्दर्भमा स्थानीय सरकारहरूलाई सङ्घीय सरकारको तर्फबाट सचेत बनाउने कुरा त्यो रहन्छ। हामी त्यो ढङ्गले नै अगाडि बढ्दैछौँ। धन्यवाद।